बिन्दास अफिसियल ब्लगलाई तपाईहरुलाई स्वागत छ। यो चाहिँ अहिले खापु प्रस्तुति गृह क्यान्टिनबाट सन्दीप खड्का बोलिरहेको छ। रातिको 11:54 मा देख्न सक्नुहुन्छ खाबुलाडी क्यान्टिन पुरै दुवानमा छ। लखै हाम्रो हुन्छ मटोजी डक्टरिया ए पंकजी यो ये कुमार जी पनि आ गए। फाइनली यहाँ पानी यस्तो परिरहेको छ है, यो लास्टै परिरहेको छ है। यो यहाँ पसलमा चाहिँ सामान राख्नलाई आत्ति राख्नु भएको छ हाम्रो चौधरीजी। अहिले यस्तो यो पानी यो डुबान परिसकेको छ। फाइनली यो ल हाम्रो सेवहरू कस्तो हुनुहुन्छ? फाइनली हाम्रो सेवहरू सफा गर्दै हुनुहुन्छ। हेलो दारी सेव ल मेसिन लगाएर तान्नुपर्ने अवस्था परिसक्यो। ल यस्तो परिरहेको छ काठमाडौँतिर आज। ल मोटर चालु फाइनली आजको काठमाडौँको हालत देख्नुभयो होला है, कस्तो भयो होला पानीले। तपाईँहरू कहाँ हुनुहुन्छ, कस्तो अवस्था हुनुहुन्छ, कहाँ कति पानी परेको छ ल कमेन्ट गर्नु होला है। आज काठमाडौँमा यस्तो पानी परिरहेको छ कि खतरा के एकदम। जहाँ हुनुहुन्छ तपाईँहरू सुरक्षित रहनु होला। तपाईँहरू जहाँ हुनुहुन्छ जस्तो अवस्था हुनुहुन्छ राम्रोसँग बस्नु होला, सतर्क भएर।